साथीहरू सम्पूर्णलाई नमस्कार। म आज लोग्ने सजनीका गीतहरू देउडाहरू वाचन गर्दैछु। तपाईँ परदेशमा बस्नुभएका सम्पूर्ण साथीहरूलाई तपाईँको श्रीमतीले तपाईँको लोग्नेले यस्ता किसिमका देउडाहरू भन्न सक्नुहुन्छ। यस्ता किसिमका देउडाहरू भन्ने गर्छन् हाम्रो सुदूरपश्चिम र कर्णालीमा। पहिला पहिला त आजभोलि त फोनको माध्यमबाट तपाईँको भिडियो कलको माध्यमबाट कुराकानी गर्छन्। पहिला भने चिठीको माध्यमबाट चिठी पठाउने गर्थे। त्यो जमानामा त्यतिखेर चाहिँ यस्ता देउडा लेख्ने गर्थे चिठीमा है। साथीहरू श्रीमतीले या श्रीमानले विदेशमा गएको श्रीमानलाई या घरमा बसेको श्रीमतीलाई चिठी आदान प्रदान गर्दा यस्ता देउडा गीतहरू लेख्ने गर्दथे। म तपाईँलाई आज म वाचन गरेर सुनाउँछु। मैले 2012-9-13मा मैले चाहिँ यो देउडा लेखेको थिएँ। म पनि हिमाचल प्रदेशको कुल्लुमा बस्ने गर्थेँ। म त्यहाँ तपाईँको टुरिस्ट क्याम्पमा काम गर्ने गर्थेँ। त्यतिखेर मैले एक्लो हुँदा यसो मनमा आएर मैले चाहिँ त्यो देउडा लेखेको थिएँ। आज तपाईँलाई म वाचन गरेर सुनाउँदैछु है साथीहरू। लोग्नेले भन्छ, जुन राम्रा बेलपन राम्रा स्वर्गभरि यहाँ, जुन राम्रा बेलपन राम्रा स्वर्गभरि यहाँ, सन्चै छ कि परानीमा या कसो छ त्यहाँ भनेर भन्छ। अनि स्वास्नीले भन्ने गर्छ, घरबाट भन्छ है स्वास्नीले, राजाले सिर्पे चलायो सुन कागजुरकै, परानीमा आरामै छ सम्झना हजुरकै, परानीमा आरामै छ सम्झना हजुरकै भनेर भन्छ। त्यसपछि लोग्नेले फेरि भन्छ, म पन सम्राइले मर्या मनकी प्यारी तेरा, म पन सम्राइले मर्या मनकी प्यारी तेरा, सम्झी सम्झी रात दिन आँसु बग्या मेरा, सम्झी सम्झी रात दिन आँसु बग्या मेरा भनेर भन्छ। त्यसपछि फेरि स्वास्नीले भन्छ, सम्झना हजुरकै आउँदो म कसरी हाँसु, सम्झना हजुरकै आउँदो म कसरी हाँसु, म सोच्दो मेरै छन् आँसु साइका पन आँसु, म सोच्दो मेरै छन् आँसु साइका पन आँसु भनेर भन्छ। मनभित्र परेका दुःख हावा तालमा मास्नु, मनभित्र परेका दुःख हावा तालमा मास्नु, हृदय चोट भए पन बाहिर मुस्काइ हाँस्नु भन्छ। त्यसपछि स्वास्नीले फेरि भन्छ, यसै दुःख सम्झी सम्झी कसरी बाँच्ने हो, यसै दुःख सम्झी सम्झी कसरी बाँच्ने हो, सुखको सपनै छैन या भनी हाँस्ने हो, सुखको सपनै छैन या भनी हाँस्ने हो भन्छ। त्यसपछि अन्तिममा लोग्नेले भन्छ, किम्मती आँखाका आँसु बेकारमा नमास्नु, किम्मती आँखाका आँसु बेकारमा नमास्नु, भाग्य सम्झी मन बुझाउनु कर्म सम्झी हाँस्नु, भाग्य सम्झी मन बुझाउनु कर्म सम्झी हाँस्नु हुन्छ। साथीहरू कस्तो लाग्छ शेयर कमेन्ट गर्नु नबिर्सिनु होला। धन्यवाद।